होइन 50,000 सुन्नु 50,000 लगिसक्नुभयो काम अब कति गर्नु अब क्लियर गर्न कति लाने पैसा सबै क्लियर गरेर घर जिम्मा लाउनेमा अब क्लियर गर्दाखेरि त अब तपाईँको त्यहाँ अब सतर्क सटिङ गर्ने यता इधर उधर माथि त्यो त्यस्तो भएन कि त्यो सटिङ गर्ने के गर्ने आफ्नो कुरा हो ठेक्काबाट लिइसकेपछि म यति गर्न सक्छु एउटा कोठा चाहियो माथि त्यसदेखि माथि कति कोठा हुन्छ माथि एउटा कोठा निस्किन्छ नि है त्यही त सिँढीको भाग छुटाएर एउटा कोठो त कत्रो कोठो आउँछ एक कोठो निस्किन्छ त्यो बिचको पिलरबाट यहाँ सुन्नु न बिचको पिलरबाट उँभोको कोठो हुन्छ यता अगाडिसम्म भनेको त्यो घरको बिच सिधा उतापट्टि सिँढीको भाग एकाइको त्यो बिचको पिलरबाट उँभो बाटोपट्टि यतापट्टि एउटा कोठा आएको वरपारै त्यो चाहिँ उयो हुन्छ होइन स्ल्याबै रहन्छ माथि त्यो सिँढी चाहिँ सिलाइ रहँदैन त्यो कोठो मात्रै सिलाइ रहन्छ त्यही त कोठो र सिँढीको त उँभो चढ्ने ठुलो चाहिँ सिलाइ भएन सिँढी घुमेर निस्किन्छ त्यहाँ त अब त्यो खाली नै छोडिन्छ त्यही कोठाको त्यही त भने त एउटा ठुलो टोइलेटको जत्रो मात्रै माथि त छत पर्छ क्या 12 बाई 12 होइन लगभग 14 फिट जतिको सिलाइ अनि यहाँ सुन्नु अनि त्यस पछाडि त्यो वरिपरि पनि सबै गाह्रो लाएर एक पाखे छानो लाएर सबै घर निर्माण गरिदिनु ल सबै ठेक्का लिनु त्यो उँधो मैले एक पाखे लाउने छानो भने नि त्यहाँ पनि 2 कोठा बनाउने एकपट्टि किचन बनाउने एकपट्टि सिँढीको पछाडि सानो कोठो निकाल्ने बिचमा एउटा किचन हुन्छ त्यहाँ एउटा सानो टोइलेट पनि मिलाएर राख्ने सबै फिनिसिङ गरिदिने ल ठेक्का लिनु काडाकुडो माथिको फिनिसिङ इटा जोड्ने माथि एउटा सिँढीको भाग निस्किने त्यहाँदेखि एउटा कोठा एउटा सानो टोइलेट माथि तर उसलाई उहाँ बुझाउनु ढलाइ चाहिँ त्यो एक कोठामा मात्रै ढलाइ हुन्छ अरू चाहिँ एक पाखे यो जुन बिचको पिलर यो भयो योभन्दा अगाडि चाहिँ बराबर पिलर गरेर सिलाइ ढलाइ भयो माथि एउटा कोठो भयो यो त टोइलेट सिँढी घुम्ने भएर त्यहाँ उँभो चढ्ने एउटा सिँढीको त्यहाँ त सिँढीको त पल उँभो भयो होइन त्यो त्यसलाई त छोप्नु पर्यो नि त माथि त फेरि माथि त एक पाखे छानाले छोपिएको छ त अघि घर देखेन मैले त्यो त एक पाखे छानो त्यो त तलबाट गएका पिलरमा सरा टाँसो अनि त्यहाँबाट टिन ठोकिदियो माथि चाहिँ काठै छानो लाउने एक तर चाहिँ रड हाल्ने काठै लाउने त्यो नाथे कति हुन्छ र काठै लगाइदिनु सबै काठ त्यो तपाईँहरूले त्यो एक पाखे पनि काठ सबै काठ छँदैछन् सबै त्यही पुरानो काठ त्यहाँ जोडेर त्यही पुरानो टिनको छानो हालिदिने हो अनि त्यो तल भएका पलाइलाई जतन गरेर राखेर त्यो एक पाखेमा पलाइ सिलिङ पनि हाल्ने हो फेरि अहिले क्लियर बुझ्नु सबै घर क्लियर गरेर रङ लाउन बाहेक अरू रङ चाहिँ लाउने तपाईँहरूको काम होइन सिमेन्ट प्लस्तर घर क्लियर गरेर टक्कसँगले चौकट ल्याउने मेरो काम होइन चौकट ल्याउने मेरो काम अरू भनेको त्यो घर सर फिनिस त्यो माथि छानो हानेर त्यो पलाइ मुनि छानो अहिले मेरो घरमा जस्तै टक्क पलाइ लगाइदिने त्यो एक पाखेमा क्लियर कट ल सबै एभ्रिथिङ होइन घटाएछ नि त अहिलेसम्म केही बिग्रेको छैन घटबड गडेन गुडुङ भयो भने त त्यो भोलि पिलर लाउँदा होचा पिलर लाएर भएन भने पुरानो छोडिदिनु अब त्यो 50,000 लगिसक्नु भयो अब कति थप्नुपर्छ मैले कतिमा बनाउने त्यो पुरानो छोडिदिनु सबै रद्द माथिको एउटा कोठा ढलाइ हालिदिने माथि 3 सिन हालिदिन्छु अब 3 लाख अब 3 लाख चाहिँ थप्ने नि त्यो त धेरै ठुलो घर बना जति खर्च आएन र नि अब हिसाब तपाईँ आफैले हिसाब गर्नु नि अब तपाईँको छत हालेको अब छत हाल्दाखेरि ढलाइ पार्टीले पनि पैसा उडाइहाल्छ त्यतिकै आएर ढलाइ हालिदिँदैन उडाउँछ त्यो त थाहा छ ढलाइ पार्टीलाई अलग्गै पैसा दिनुपर्छ त्यो थाहा छ मलाई अनि अब तपाईँको त तल्लो र माथि फलाएर त 50,000 लगिहाल्छ कम्ती 50,000 36,000 को ढलाइ 2 फलाएर हाल्दा लगिहाल्छ एउटै कोठा गर्नु या दुईटै गर्नु अनि अब त्यसलाई अब रड कुन्नेदेखि लिएर अब सबै सम्पूर्ण कुरो अब गर्दाखेरि अब खर्च आउँछ नि मेरो काठ
गर्दा अब मिस्त्रीले भनेको टाइममा सक्दैन। होइन त्यो चाहिँ तलको ऊ मात्रै हो, माथिबाट त त्यो एउटा छत हालेपछि इन्जिनियर अहिले लिएर लाउनु भने पनि पास हुन्छ तपाईँको, टेन्सन छैन। त्यस्तो पास हुने नै बनाइदिएको छ, नभए पनि हुने बनाइदिएको छ। भुइँमा होइन, भुइँमा त्यो त्यत्रो काम आएन नि त, त्यो कारणले गर्दाखेरि त्यो त अलिकति महँगो भयो। त्यो चाहिँ अलिकति महँगो भयो, किनभने यो चाहिँ मलाई लाग्यो। कार अब त्यो अहिले अब म सिधै हिसाब बताइदिन्छु कि तपाईँको त्यो चार कोठा अब भनौँ यताउति गरेर 4 कोठाको घर बाहिर फ्याँक्दाखेरि तपाईँलाई त लिइसकेपछि घर सबै सकेर जिम्मा दिनु पर्यो। त्यही त अब सबै फिनिसिङ त भनेको त मैले त, तर पुरै सिर्जना गरेर बनाए जतिको दाम लिन खोज्नुभयो कि अलिक महँगो भयो त्यो चाहिँ। किनभने मैले पनि धेरै विचार गरेँ। पुरानो हेर्नु अब तोडफोड गर्दा पुरानो घर हो, पुरानो घरमा तोडफोड गरेर उठाउनै पर्यो। माथि त सिर्जना नै भयो नि त, माथिको तला त अब माथि झन् झमेला छ नि त। त्यो त अलिकति मैले त दिन भने तपाईँको सुन्नुहोस्, तपाईँले कति सुन्नु न त तपाईँको पनि। त्यो त अलिकति महँगो भयो। किन महँगो भयो भने भन्नु त त्यो चाहिँ अब यसो भनौँ न, महँगो सस्तो कुरो भएर कि तिमीले बोला म यति दिन्छु के हो भन्नु कुरो दुईटा। यसो गरौँ, के गरौँ भने त्यो भुइँ तलको त्यो सिँढीको भाग र त्यो जुन भुइँ तलको सिँढीको भाग होइन, हजुर, अनि त्यो भित्र सिँढी जाने कोठाको भाग, अनि त्यो भुइँको जुन हाम्रो प्यासेजको भाग मुनि, अनि त्यो माथि सिँढी एक तलाको सिँढी जाने माथिसम्म त्यहाँ टाल पनि हाल्ने होइन। बुझ्नुभयो नि मेनाजु? भुइँको त्यो जम्मै कोठालाई होइन, त्यो भित्र छिर्दै गरेको प्यासेज, अनि त्यो जुन उता सिटिङ रुमबाट सिँढीमा माथि एक तलासम्म पुग्ने गरी सबै सिँढीमा होइन। एक मिनट यहाँ सुन्नु त्यो माथिसम्म होइन, त्यो एक तलासम्मलाई चाहिँ यो हाल्ने के अरे त्यो टाइल मार्बल त्यो हाल्ने होइन। अनि त्यस पछाडि अरूलाई माथिबाट केही पनि नहाल्ने, माथि भुइँ प्लस्टर चिल्लो बनाइदिनु सिमेन्टकै। अघि भनिहाल्यो त्यो गाह्रो कस्तो भन्ने। अब झ्याल त कता राख्ने, झ्यालको डिजाइन म दिन्छु, झ्यालको बाहिर कस्तो डिजाइन त म पछि दिउँला। अनि भुइँतलाको चाहिँ प्यासेज र कोठो चाहिँ अनि सिँढीमा टाल मार्बल लाउने। त्यो सिँढीमा टाल मार्बल, अनि त्यो जुन अहिलेको त्यो मेरो जुन त्यो सटरभन्दा बाहिर सानो सिक्का निस्किन्छ त्यसलाई पनि टाल मार्बल। बरन्डामा अनि माथि एउटा किचन बन्छ, माथि एउटा किचन र एउटा टोयलेट बन्छ, सानो किचन सानो टोयलेट बन्छ त्यो एक पाखे छानो भएकामा। हो त्यहाँनिर त्यो यसो भाँडासाँडा धुने एउटा त्यो किचनको हुन्छ नि, त्यो यस्तो बक्सा सक्सा केही नराख्ने। त्यो अहिले मेरो किचनमा भएको जस्तो यसो तानेर मसला ससला राख्ने, मेरो किचनमा भएको जस्तो राख्ने, त्यसमा टाइल लगाइदिने त्यो किचनको भाग, किचनभरि माथि हो त्यति गर्ने। अनि त्यस पछाडि एउटा सानो टोयलेट बन्छ त्यहाँ कतापट्टि भोलि बनाउँदैन, त्यहाँ टोयलेटभित्र पनि तल मेरो टोयलेटको जस्तै वरिपरि लाउने हो होइन। हो त्यति गरेर ठ्याक्कैसँगले म दलाल नगरी ठ्याक्कै भनिदिउँ एउटा दाम। अब त्यति गरेर हो त्यति सबै गरेर अब ठ्याक्कै 2.5 लाख रुपियाँ थप्छु। त्यो अस्तिको 50 सक्यो, 2.5 लाख रुपियाँ थप्छु। त्यति गरिदिनु र घर जिम्मा दिनु 2.5 लाख। अब कुरो के भने नि 2.5 लाख रुपियाँ थप्ने भनेको त्यो अस्तिको 50 सक्यो। अब त्यो 1.5 भनेको 1.5मा 50 सक्यो, 1 रह्यो, अनि 2.5 थप्ने कि के चाहिँ भनेको नै त्यो 50 सक्यो। 50 अब हिसाब गरिँदैन, अब 50 गरिँदैन, अब 2.5 दिन्छु। यहाँ रङको रहेको काम पनि सिरियली गयो, पैसा पनि सिरियली गयो। पैसा नै सिरियली गयो, 2.5 लाखमा चुक्ता गर्नु पर्यो। अब त्यो यहाँ सुन्नु, त्यो 50 अब हिसाब गरिँदैन, पैसा सक्यो। अब मैले भने जति काम क्लियर गरेर घर जिम्मा दिनु पर्यो। अब 2.5 दिन्छु तपाईँहरूलाई। गर्दाखेरि कति भयो भने ठ्याक्कै 3 लाख भयो। 3 लाखमा त राम्रो घर बन्छ। अनि मैले हिसाब गरी ठ्याक्कै गरेको। ल त्यसो गर्नुहोस्, भोलि पर्सिदेखि अब गएर कता गर्ने होस्, म कोही भन्दिनँ।
अढाई भएन नि त यता मैले अनि के अरे 50 त अलरेडी दिइसकेको छु नि त अगाडि गर्दाखेरि कति भयो 3 लाख आयो अनि 3 लाखमा किन घर बन्दैन त्यतिको माथि त के छ र खर्च 50 को त पुरै भएन ल त्यसो सुन्नु त्यसो गर्न सक्नु हुँदैन भने अस्तिकै शर्तमा बनाइदिनु घर ट्याकै ढलाइ सलाई हाल्दिनँ काठ छँदैछ नि ट्याङ्की ट्याङ्क अस्तिकै शर्तमा किनभने अस्तिको शर्तमा त तपाईँले वरिपरि बिम सिम सबै माथि बुन्नै पर्छ होइन त्यो अस्तिको शर्तमा त म त थाहा लिइहाल्छु नि म त त्यो अस्तिको शर्त त के खाएर मैले नाइ भनेको छैन नि नभए होइन त्यतिमा सक्नु हुँदैन अस्तिको शर्तमा घर बनाइदिनु सक्यो खेलै त्यो शर्तमा मैले किनभने नहुने बोल्नु भएन भोलि तपाईँहरूलाई काम लाएर मैले पैसा पुगेन म दिन सक्दिनँ अबर परेँ ढिलो भयो मेरो पैसाले पुगेन भन्नु नि भएन मैले सक्ने र आँट्ने गर्नु पऱ्यो क्लियर कुरो हुनु पऱ्यो भोलि तपाईँ हामी साथी भएर हिँड्न सक्नु पऱ्यो भेनाजु कहाँ म भेनाजु नमस्कार भन्दै म आउन सक्नु पऱ्यो भेना पनि यहाँ सालो भाइका निस्केर चिया खाएर जाउँ भन्ने हुनु पऱ्यो भोलि यो हाम्रो सम्बन्ध त जहिले गाडा हुनु पऱ्यो नि त अहिले बरु जे भन्ने जे अहिले हो कि भेना भन्नु त त्यो त हो अहिलेसम्म चाहिँ त्यस्तो चाहिँ सम्बन्ध चाहिँ मैले होइन यहाँ सुन्नु न भोलि मान्छेले यसरी कार्यक्रम गर्दै लाँदाखेरि मान्छेका त्यस्ता भएका छन् नि त म त भोलि त मलाई त भेनामा के छ ल भेना भर यो मलाई चाहियो भन्दै म भेना कहाँ आउनु पऱ्यो कहिले भेना मलाई सम्झेर आउनु पऱ्यो यो यति रहनु पऱ्यो अरू ठेला कस्तो होला होइन म पनि मिस्त्री दुःख ल त्यसो गरौँ अब मैले तपाईँहरूलाई मारिन पनि यहाँ सुन्नु तपाईँहरूलाई मैले मारिन पनि सोच्नुहोस् त्यसरी सक्नु हुँदैन भने ट्याक्कै अस्तिको शर्तमा घर बनाइदिनु काठसाठ छँदैछन् डाङकिडाङ फेरि हचुमा काठ मागेको छ मैले काठ बेच्नै पर्छ होइन शर्तमा अब यसो गरौँ 2 शर्तमा कुन सजिलो लाग्छ तपाईँहरूले त्यही बनाइदिनु हुन्छ ठिकै छ तर डराउनु चाहिँ पर्दैन किनभने मैले चाहिँ अहिलेसम्म चाहिँ म डराउने भएदेखि यहाँ सुन्नु न म डराउने भएदेखि दिने थिइनँ बिग्रियो भने त कहाँ बिग्रियो भोलि यहाँ बिग्रेछ भनेर तपाईँहरूलाई कानमा समाएर लिन आइहाल्छु नि म हो त्यही बाटो हेर्नु पर्यो नि त त्यो बिग्रिने ओर्नेमा म केही डराएको छैन त्यो हो भेनाजु होइन होइन भन्दाखेरि होला कि तर बाहिरको इन्डियाको मान्छे आएर बनाएर खाएर चाहिँ अहिले त्यो 20,000 रुपियाँ यहाँ सुन्नु न हजुर त्यो तपाईँहरूले मागेको 20,000 पनि म भोलि पर्सितिर हात लगाइदिन लाउँछु तर त्यो 20,000 चाहिँ अहिलेको उबाट आउँछ नि त्यो के अरे त्यो अहिलेको हाम्रो अढाईमा जोडिन्छ त्यो 50 सक्यो त्यो 20,000 चाहिएको भन्दै हुन्छ त्यो पनि म पैसा अलिक तत्काल गरिदिउँला घर उधारेका दिन अनि म पैसा दिन्छु घर उधारेका दिन त्यो होइन त्यो छोडिदिनु न यहाँ मेरो कुरो बुझ्नु अब यहाँ अहिले फेरि भोलि बुझ्नु भएन नि अप्ठ्यारो छ यहाँ सुन्नु कुरो तपाईँहरूलाई अहिले 20,000 को आपत्ति परेछ 20,000 पैसा पनि म उपलब्धि गराइदिएँ मेरो कुरा बुझ्नु हो नि 20,000 पैसा म भोलि होइन तपाईँहरू कहिले काममा जानुहुन्छ म उपलब्धि दिन्छ छोरीलाई भनेर नानी लिएर आइज भनेर लिएर आउँछ त्यसले उपलब्धि गराइदिन्छ होइन तर त्यो अस्तिको 50 अब हिसाब गरिन्न तर अब थपिने अढाईमै जोडिन्छ त्यो 20,000 चाहिँ होइन मैले हिसाब यहाँ सुन्नु मैले ट्याक्कै हिसाब गरेर मैले 1-2 साथीभाइसँग सल्लाह गरेर अनि यस्तो घर बनाउँदैछु भनेर त्यहाँ मदनपुरमा एउटै बन्दै गरेको घर पनि हेरेँ उधारे कतिमा बनाएको एउटा त्यहीँको तामाङले बनाउँदैछ ठेकदार तामाङ तपाईँहरू चिन्नु नि हुन्छ होला होइन अनि जे भन्नु त्यही होइन नि त यतिको घर बनाउन सकिन्छ अर्को मिस्त्री ल्याएर यतिको घर यस्तो बनाउन सकिन्छ कि सकिँदैन अड्कल त गर्नु पऱ्यो नि ल्याएर बनाइदिने तपाईँलाई त्यस्तरी ठेक ल्याइदिन सक्छु नि त मान्छे मैले तपाईँहरूलाई घाटा नलाग्ने गरी बोल्नु परेन भोलि तपाईँहरूलाई घाटा लाग्ने गरी मैले बोल्ने त्यो होइन अब यसलाई उता नगरौँ यो 2टा शर्तमा तपाईँहरूलाई कुन शर्त मन्जुर छ यसमा गर्नुहोस् होइन पैसा चाहिँ फेरि यहाँ सुन्नु पैसा चाहिँ मेरो त्यो घर बनाइसकेर पछि 1-2 महिना पछि दिन्छु है भन्ने हुँदैन मेरो भनेको ह्यान्ड टु ह्यान्ड क्यास तपाईँको शर्त मैले माने कि तर काम हामी गर्छौँ तर ठ्याक्कै हप्ता गर्नु पर्यो के अरे 15मा पेमेन्ट गरिदिनु पर्छ म माग्दिनँ 15मा दिनु पर्यो यहाँ सुन्नु मेरो कुरा घर उधारेर थालेका दिन 50 हालिदिन्छु तपाईँहरूले ढलाइ गर्ने दिन 50 दिन्छु अन्त ढलाइ गर्दा 50 दिँदाखेरि त ढलाइ हालेको त ढलाइवालाले लान्छ लेबर मिस्त्रीलाई त हेऱ्यो अनि त्यहाँबाट फेरि माथिल्लो तल्लो गएर माथिल्लो तल्लो ढलाइ हाल्ने दिन 50 दिन्छु कति भयो अनि त्यस पछाडि अरू बाँकी रहेको फिनिसिङ गरेका दिन दिन्छु घर जिम्मा लगाएको दिन अनि तपाईँ अगाडि पैसा लग्नुहुन्छ त त्यो त त्यस्तै हुन्छ अब तपाईँ घर उधारेकै दिन दिँदैछु नि त म 50 त घर उधारेकै दिन 50 तपाईँले यहाँ सुन्नु
त्यो अगाडि सक्नु भनेको होइन काम गरेको त्यसलाई जति 2 जना 3 जना मिस्त्री जतिजना काममा आउँछन् त्यो त मिस्त्रीलाई तपाईँले जहिले सुकै दिनु न, म त ड्यामडेमै दिँदैछु त। घर उधारेकै दिन 50 त दिइहालेँ नि, घर तपाईँले छानो उधारेकै दिन 50 त दिइगएँ त। अनि अब तपाईँले मलाई 50 दिनुहुन्छ, मेरो 80,000 रुपियाँ सक्यो भने मैले पुँजीमा थपेर दिनु पर्यो नि त, त्यो त भएन नि त अनि। त्यो चाहिँ तपाईँको चाहिँ घर बनिनुभन्दा अगाडि पैसा लिने खालको कुरा भयो, त्यस्तो अझै त हुँदैन, कसैले पनि दिँदैनन् होला जस्तो लाग्छ मलाई त। मैले त ठ्याक्ठ्याकै त फेरि मेरो ढिलो भयो अलिक दिन थामिदिनु भन्दिनँ, मेरो ठ्याक्कै अब पर्सि मेरो घरको ढलाइ हालिँदैछ भन्दा भोलि नै पैसा दिन्छु म। यसो गर्नु कि तपाईँको त्यो घर छ नि, त्यो घर उधाएर सटिङ गर्छु म, बुझ्नुभयो नि? सटिङ गरेर ढलाइ हाल्दै 1 लाख रुपियाँ दिनुपर्छ। घर उधारेको दिन 50 नलाने? हजुर, त्यो उधारेर तपाईँको त्यो उधारेर पिलर, अहिले म पिलर उधारेर सटिङ गरिदिएपछि ढलाइ हालेपछि 1 लाख दिने। त्यो भए उधारेको दिन नदिने, ल उधारेको दिन नदिने, सटिङ हालेर ढलाइको दिन 1 लाख हुन्छ। त्यो घर उधारेर सटिङ गरिदिन्छु, ढलाइ हालेको दिन 1 लाख दिनु। त्यहाँदेखिको माथि भनेको माथिको ढलाइ हाल्दाखेरि भनेको माथि त सानै हुन्छ, त्यो 50,000 दिँदा पनि ठिकै छ, केही छैन होइन। अनि अरू बाँकी सकेर दिँदा पनि हुन्छ, तर काम थालेपछि त कुर्सी पिलर हाल्दाखेरि अब पिलर हाल्नु थालेपछि बिम उधार्न थालेपछि माथि त्यो अनि अब त्यसमा यस्तो छ कि हप्ता त हप्ता चाहिन्छ भन्ने, अब त्यो एकमुष्ट लिँदाखेरि चाहिँ मलाई अलिक समस्या पर्छ क्या। त्यसो होइन, अब त्यसरी एकमुष्ट पैसा लिँदाखेरि 15 दिन 22 दिनको पेमेन्ट कभर गरेर त्यो ढ्याङढ्याङ दिने ढले काटिहाल्यो। अब म 15 दिन या 22 दिन या महिनाभन्दा अगाडि पैसा काम गर्ने इच्छा छ भने आइज, इच्छा छैन नआइज भनिदिने। त्यसै भनेर काम गर्नु पर्यो। महिना दिन 22 दिन ढियामै पैसा लिँदा चाहिँ काम गर्नेले अलिक मोटो पैसा लान्छ। 2,000 4,000 लगु ग्यास र मासु खाँदै पैसा सकिन्छ। अनि बुढो कुरो भन्न गफ बस्दै पहिला लडो जता जस्तै भनेर हो, यो चाहिँ सत्तरीको कि ठिकै छ त, लु हुन्छ, अढाई नै भयो, म गरिदिन्छु, तर